सुगर भएको अथवा डायबिटिज भएको बिरामीहरूले आफ्नो डेली रुटिन चाहिँ हजुरको बिहान सबेरै छिटै उठेर सुरु गर्नुपर्ने हुन्छ। अहिले चिसोको मौसम छ, चिसो बढिरहेछ, सकेसम्म 7 बजे भन्दा अगाडि उठ्ने, सक्नुहुन्छ भने 5:30-6 बजेसम्म उठेर सुरुमा 1 ग्लास तातो पानी पिउने, त्यसपछि जिउ तन्काउने हैन। हजुरको वार्म अप पनि त चाहियो, शरीरलाई मसलहरू टाइट भएको हुन्छ। सुतेर उठ्दाखेरि 5 मिनेट जति चाहिँ हजुरको स्ट्रेचिङ गर्ने, जिउ तन्काउने, त्यसपछि आफ्नो दिनको सुरुवात गर्ने। दिनको सुरुवात चाहिँ हामीले सधैँ एउटा पोजिटिभ एटिट्युड अथवा खुसी भएर, मनमा शान्ति भएर सुरु गर्नुपर्ने हुन्छ। त्यसैकारण सुरुमा चाहिँ हजुरले 5 मिनेट जति ध्यान गरेर सुरु गर्नुभए हुन्छ। त्यसपछि हल्का 45 मिनेट जतिको फटाफट हिँड्ने अथवा जगिङ गर्नु सक्नुहुन्छ भने जगिङ गर्ने। चिसोको मौसम छ, त्यसैकारण अहिलेलाई चाहिँ फटाफट अथवा जगिङ गर्ने चाहिँ म सल्लाह दिदिन, किनभने डायबिटिजको धेरै बिरामीहरू चाहिँ अलिक बुढाबुढी आमा बुवाहरू पनि हुनुहुन्छ। त्यसैकारण सक्नुहुन्छ भने मिनिमम कम्तीमा पनि आधी घण्टा बाहिर निस्किन सक्नुहुन्छ भने बाहिर निस्किन सक्नुहुन्न भने घाम लागेपछि चाहिँ आफ्नै कौसीमा भए पनि मिनिमम आधी घण्टा चाहिँ हिँडाइ गर्नुभए हुन्छ। हिँड्न अगाडि थोरै के खानेकुरा खाएर निस्किनुहोस्।